सपना मेरो भिजा लाग्यो नि। अनि मलाई छोडेर जान्छौ? सधैँको लागि होइन, केही वर्षको लागि मात्र त हुने। तिमी बिना एक पल जिउन नै गाह्रो हुन्छ मलाई, अझ केही वर्ष। चिन्ता नलेऊ न, सकेसम्म छिटै आउँछु। बिर्सिन्छौ होला है मलाई? मुटुमा घर बनाएर राखेको छु, त्यही घरलाई मन्दिर सम्झेर पूजा गर्छु। अनि आफै भन, बिर्सिन सक्छु र? त्यसो भए बिहे गरेर जाउँ न त। बल्ल बल्ल त भिसा लागेको छ, अब जम्मा 2 हप्ता बाँकी छ। यो सब कसरी सम्भव छ? मायामा सबै सम्भव छ होइन र? मेरो लागि अरू केही चाहिँदैन, तिमीले मेरो सिउँदो रङ्गाइदिए मात्र पुग्छ। मेरो सास रहन्जेल म तिमी आउने आशमै बस्नेछु। साँच्ची? त्यसो भए म भोलि तिम्रो घरमा गएर आमा बुवासँग पुरा गर्छु।